छु म पुग्न सक्छु सक्दिनँ मलाई एकदमै डर पनि लागिरहेछ होस् तर म पुग्न सक्छु म युट्युबबाट लोकेसनहरू हेर्दै कसरी जाने भन्ने कुराहरू सबै म हेर्दै जाने कसैलाई मेरो फ्यामिलीलाई न साथीभाइ कसैलाई थाहा नदिकन नसोधिकन आफै पुग्ने प्रयास गर्दैछु यो चाहिँ मेरो च्यालेन्जिङ म सक्सेस हुन्छु हुँदिनँ तर आयो म सक्सेस हुन्छु जस्तो लागिरहेछ तर डर पनि कता मनमा लागिरहेछ कति मान्छेहरू एक्लै हाइकिङ गएर विदेशीहरू बाटोमा जङ्गलमा मरेको समाचारहरू पनि छन् त्यही भएर डर पनि कता छ तर पनि हिम्मत गरेको छु मैले म जसरी भए पनि पुगेर आउँछु काफल टिपेर ल्याउँछु अनि सरप्राइज म मेरो घर परिवारलाई दिन्छु भनेर सोचेको छु ल म कसरी जान्छु कहाँबाट जान्छु म तपाईँहरूलाई भन्दै जानेछु ओके हेलो साथीहरू फाइनल्ली म अस्टिन स्टेसनबाट एमटिआरमा चढेर जाँदैछु कता जाँदैछु भनेपछि चुनवान वेस्ट हुँदै जानुपर्ने भएको कारणले म चुनवान वेस्ट चाहिँ यो अस्टिनको स्टेसनबाट जाँदैछु है त यसरी सबवे हुँदै जानुपर्छ स्टेसनसम्म म पनि यही सबवे हुँदै जाँदैछु है त म चाहिँ अस्टिनबाट इन्टरचेन्ज गरेर मेफोमा झरिसकेँ अनि मेफोबाट चाहिँ चुनवानको वेस्ट चाहिँ यसरी अलिक पर जानुपर्ने रहेछ म जाँदैछु हैरान भयो साथीहरू फाइनल्ली आई रिच चुनवान तर कुन एक्जिस्टबाट कता जाने हो भन्ने कुरा यहाँ मैले डिसाइड गर्नुपर्ने छ अब चाहिँ म ल डीमा गएँ है त डीतिर म जाँदैछु ओहो साथी हो यस्तो बोरिङ भयो कि मलाई त एक्जिस्ट नै डी नै नभेटेर मलाई भइरहन्छ डी भेटे त मरिजाउँ त साथी हो यति धेरै मैले खोजिसकेँ एक्जिस्ट डी भनेको यहाँ यस्तो छ एरो छ है हेर्नु त यो एरो अब यो एरोको अर्थ चाहिँ तल हो अब म तल जाँदैछु हेर्नु है तल गएँ म आज यति धेरै दुःख पाइसकेँ कि यो एउटा लोकेसन मैले थाहा पाउनकै लागि के भएको होला नि साथी हो यस्तो पनि हुँदो रहेछ त्यही भएर सधैँ भन्छ नि एक्लै ट्राभल गर्नुपर्छ एक्लै सिक्नुपर्छ अरूको भरमा पढ्नु हुँदैन भनेको यही हो त्यही भएर हामी जहिले पनि आफ्नो लागि आफै गर्ने हो एरो याद छ है यो एरो याद छ याद के कता जाने हो माई गड यता रहेछ नि त हौ साथी हो मुनि नै रहेछ नि त म चाहिँ खोज्दा माथि चढिसकेँ माथिदेखि पनि नभेटेर अब यहाँ हेर्नुहोस् है मैले यहाँ पैसा आज घुम्दा कति अब गाडी हेर्नुपर्छ है त साथी हो गाडी कुन गाडी कता जान्छ कतिखेर आउँछ यो म त्यो तपाईँलाई हेरेर म भन्ने छु म फाइनल्ली यो बाटो भनेर थाहा छ है अब यो सिडी चढ्छु सिडी चढिरहेको छु म कतिखेर कहाँ पुग्छु भन्ने म आफैलाई थाहा छैन साथीहरू अब म यसरी हिँडिरहेछु कहाँ पुग्छु म तपाईँलाई देखाउँदै गर्नेछु मरिजाउँ साथीहरू
गाडीलाई वेटिङ बस। अनि त्यसपछि मेरो यात्रा तपाईँहरूलाई के हुन्छ, कहाँ जान्छु र कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु। बाई। अनि नि साथी अघि म यस्तो डर लाग्यो नि त मलाई। अब म जानुपर्ने एकातिर तर अर्को ट्रेन समातेछु के। अब त्यो एक्लै हिँडिरहेको बेला चुनवान र चुनमुन भन्ने एउटै जस्तो देखेछु। म चुनमुनको लाइनमा गएछु। अनि म त पर अर्को स्टेसन पुगेपछि यस्तो हेर्छु त म जाने ठाउँ त छँदै छैन। फेरि त्यहाँबाट म झरेँ साथीहरू। अनि त्यहाँबाट झरेपछि फेरि म जाने लाइनमा आएँ। फेरि त्यहाँबाट एमटिआर चढेँ। गोजीमा सुक्को छैन है, डर लागेर म हराएँ भने के हुन्छ होला। पैसा छैन जस्तो लाग्थ्यो। तर पनि मसँग के ढुक्क थियो भने मसँग अक्टोपसमा चाहिँ पैसा थियो। यहाँ अक्टोपस भनेको चाहिँ त्यो एटिएम कार्ड जस्तै हो, तर त्यो जहाँ पनि युज गर्न पाउँछ। गाडीतिर एमटिआरतिर किन्न जे पनि मिल्छ। त्यही भएर सजिलो हुन्छ। त्यसमा चाहिँ पैसा थियो, त्यही भएर म ढुक्क भइरहेको थिएँ। अब हेर्नुहोस् है साथीहरू, म गाडीमा चढेर ताइमुसनको बाटो जाँदैछु। कति राम्रो भ्यू छ, उकालो जस्तो। तर म अगाडि बस्न नपाएको कारणले गर्दा राम्ररी भिडियो खिच्न चाहिँ पाएको छुइनँ है। 20 मिनट गाडीको यात्रापछि म ओर्लिएँ। त्यसपछि मेरो गन्तव्यतिर म लागेँ। तर म निकै माथि पुगिसक्दा मलाई थाहा भयो कि म जुन ठाउँमा जान लागेको त्यो ठाउँको बाटो नभएर म कुनै अर्को बाटो आइरहेको रहेछु। अब यहाँबाट फर्कौँ, कसरी फर्किने, जाउँ कता जाउँ। तर कहीँ न कतै कतै यही बाटो पुग्छु कि म जान खोजेको ठाउँ भन्ने आशा पनि थियो। त्यही भएर म निरन्तर त्यही बाटोलाई पछ्याउँदै गएँ। तर पनि कुनै पनि मान्छे कोही कसैलाई नदेख्दाखेरि म निकै आत्तिएको थिएँ। मलाई डर लाग्यो यसको। त्यही माथि आइसकेँ। अब यो कहाँ हो त हे प्रभु। म निकै माथि आइसकेँ। त्यसपछि बाटोमा 2-3 जना चाइनिज बुढो मान्छेहरू देखेँ। अनि उहाँहरूलाई यो बाटो कहाँ पुग्छ भन्दाखेरि हेलिप्याड भन्नुभयो। साँच्चीकै हेलिप्याड ठाउँमा म पुगेँ। अनि यहाँ पनि एकछिन रमित हेरेँ। मरिजाउँ साथी हो, बाटो भेटे त मर्नु। म त यस्तो बिजोग भएर यहाँ जङ्गलको बिचमा एकदम शिर हावा आइरहेछ। त्यही भएर बसिरहेको छु। अब कता जाउँ, के गरौँ, कुन बाटो रोजौँ भनेर यहाँ म सोचिरहेको छु। साथीहरू, म पनि कस्तो पागल मान्छे क्या। अब यो बियर बोकेर फेरि यता टी बोक्ने मान्छे कि बियर बोक्नु कि टी बोक्नु होइन। यो खाएपछि यो खानुपर्ने अरे क्या। मैले कस्तो है, मरिजाउँ साथी हो। म पनि मान्छे त पागलै हो। साथीहरू, म आज यस्तो घामले डरेर काली भयो। हेर्नुहोस् त, मेरो खुट्टाहरू हातहरू सबै कालो भयो। अनि साथीहरू, म काम गर्ने ठाउँमा हामी धेरै ठाउँका मान्छेहरू छौँ कि, चाइनिज, नेपाली, इन्डियन, पाकिस्तानी। अनि एकजना मसँग काम गर्ने दिदीलाई पाकिस्तानीले भने, ओ दिदी आप भी नेपाली, ओ भी नेपाली, क्यों आप चाहिँ काला, क्यों ओ चाहिँ गोरा भनेर भन्थ्यो क्या त्यहाँको एकजना पाकिस्तानीले। तर अब मलाई पनि
किन कालो भइस् भनेर भन्ने रहेछ। सुन्नुभयो मेरो हिन्दी, म कति ट्यालेन्ट छु, इङ्ग्लिस पनि बोल्छु, हिन्दी पनि बोल्छु है। हेलो साथीहरू, आजको मेरो इन्ट्रेस्टिङ कथा सुन्नुहोस् है। म यहाँ आउनुको आजको मेरो मेन उद्देश्य के भने नि, सधैँ चाहिँ म नाइट ड्युटीबाट आएर बिहान सुत्छु होइन, बिहान सुत्छु अनि मलाई कसैले पनि उठाउनुहुन्न यो सुतिरहेको छ भनेर। अनि अस्तिको सन्डे चाहिँ दिदी र छोराको छुट्टी रहेछ, अनि दिदी छुट्टी रहेछ, अनि अब यो भर्खर आएको कामबाट सुतिरहेछ भन्ने हिसाबले पनि उठाउनु भएन। अनि अरू बेला पनि म डुल्न जाउँ भन्दाखेरि खासै म मन गर्दिनँ थिएँ क्या, मान्दिनँ थिएँ क्या, किनभने एक त ठाउँ पनि चेन्ज भयो, अर्को कुरा हाम्रो डेली लाइफको रुटिन नै चेन्ज भएपछि एक तरिकाले लाइफ पहिलाको जस्तो हुँदैन रहेछ। अनि त्यही भएर मलाई अलिक अल्छी लाग्ने, त्योभन्दा बरु घरमै बस्छु, फुर्सद भएको बेला सुत्छु, यस्तो टाइपको फिल हुने र होस् म जान्न, तपाईँहरू नै जानु ल भन्थे। अनि त्यो दिन पनि त्यस्तै सोच्नुभयो होला, अब कामबाट आएको सुतिरहेछ, अनि फेरि अरू बेला पनि जाँदैन, होस् म उठाउँ भनेर उहाँहरू आमा छोरा जानुभएछ जङ्गल। अनि जङ्गलबाट गएपछि काफल टिप्नु भएछ। अब कुन जङ्गल जानुभयो मैले सोधिनँ, जङ्गल जानुभएछ, काफललाई त्यति ल्याउनु भएको थियो क्या। यस्तो त्यो काफल हेर्दाखेरि मलाई मेरो गाउँठाउँ, मेरो जन्म घरको यस्तो मलाई याद आयो कि, किनकि त्यो ठाउँबाटै म बिलोङ्स गर्छु नि त होइन। अब काफल भनेको त मैले हेरेर खाएर अब कस्तो हुन्छ त्यसको टेस्ट, अनि हामी बच्चामा अब गाउँघरतिर त त्यही बारीको डिलमा, खेतको डिलमा, घरको वरिपरि बोटहरू हुने होइन, अनि त्यो बोटमा गएर माथि लटरम्म फलिरहेको हुन्छ, अनि त्यो फलिरहेको ठाउँमा अब हामी टिप्न सक्दिनँ थियो भने दाइहरूले टिपेर झारिदिनुहुन्थ्यो, अथवा साथीभाइले, अनि सक्नेले नत्र सक्नेमा उसको रुखमा चढेर हामी नुनको ढिको लगाएर नुनको ढिकोसँगै त्यो काफल खाइन्थ्यो। त्यो कुराले चाहिँ मलाई यस्तो, अब आफू जस्तो जुन धरातलमाबाट आइयो त्यो धरातललाई त हामीले त मृत्युसम्म पनि भुल्न सकिँदैन नि त। अनि त्यो कुराले मलाई पिन्च गर्यो होइन। अनि म पनि अब कस्तो जानु पर्थ्यो रहेछ सोचेँ। अनि आज चाहिँ अब म जान्छु अनि काफल टिप्छु भनेर खास आएको साथी हो। हेर्नुहोस् न, काफल त होइन, काफलको का पनि हेर्न पाएको छुइनँ। यस्तो डेन्जर जङ्गल हिँडिरहेछु, तर खोइ कहीँ पनि पाएको छैन। फेरि यसको पनि त अब यो हुन्छ नि त, अब गाउँघरतिर पो जताततै त्यसको बोट हुन्छ र यसको त कुनै ठाउँमा मात्र हुन्छ नि त, अब जताततै हुँदैन। अनि कुनै ठाउँमा होला, अब खोइ कता हो कता साथी हो। म त अलमल्ल परेर बसिरहेको छु यहाँ जङ्गलको बिचमा। धन्न आज चाहिँ वेदर पनि एकदम राम्रो छ। अब घर फर्किनु पर्ला, अनि त्यसपछि सुत्छु, फेरि भरे ड्युटी जानुपर्ने छ। के गर्नु, खोइ त भेटिनँ। मलाई कस्तो रुनु मन लाग्यो क्या, मरिजाउँ साथी हो, मलाई यस्तो रुनु मन लाग्यो।
सेवा एन्ड स्वागत छ मेरो मुनार ब्लगमा। फेरि पनि मेरो आज दोस्रो दिनको यात्रामा तपाईहरुलाई सँगै हिँडाउन गइरहेको छु। होप तपाईहरु पनि सन्चै हुनुहुन्छ, म पनि सन्चै छु भन्दै आजको हाम्रो यात्रा सँगै गरौँ है त। हेर्नुस् न साथी, यो के को बिजोक होला है, के को रहर होला। रहरले जान्छ गोठको बहर भनेको यही हो। तपाईलाई थाहा छ नि, मैले अस्ति यो भन्दा 2 दिन अगाडि म यही ठाउँ आउन खोजेको हो के, तर आउन सकिनँ। बाटो बिर्सेर रङ वे गएछु, अनि त्यही भएर म यो ठाउँमा पुग्न सकिनँ। लास्ट टाइम हाम्रो फ्यामिली आएको थियौँ, हामी सबैजना होइन, काफल टिप्न त्यत्तिकै हाइकिङ आएको थियौँ। अनि त्यही सम्झेर फेरि म के मुड चल्यो, म यस्तै छु नि त साथी हो, अलिकति जिद्दी टाइपको। अनि एक्लै आएको थिएँ म त, अर्कै बाटो गएछु र हराएछु, यत्तिकै हराएछु है। कहाँ पुगे यो ठाउँ। अनि अब जङ्गलको बिचमा पुगेर शीतल बसे, डर पनि लागिरहेछ है, कोही छैन, सुनसान छ। अब हुन त अब विदेशमा चोर लाग्दैन भन्ने किसिमले मनमा ढुक्क त लागिरहेछ, तैपनि एक्लै छु। अनि त्यो बसेको ठाउँमा फोटो खिची ओरी मैले भेनालाई पठाएँ क्या। भेना यो ठाउँ कहाँ हो भनेको, यो ताइमासुन भन्नुभयो है, ताइमासन भन्नुभयो। अनि पोहोर गएको ठाउँ कहाँ हो, म त त्यो ठाउँ पुग्नै सकिनँ भनेर आई थिङ्क त्यस्तै होला के लेखेको थिएँ। मेरो भेनाले त हेरेर केही रिप्लाई दिनु भएन, बिचरा म त मरिजाउँ साथी हो है। हामीले जाऊँ भन्दाखेरि चाहिँ तिमी नजाने, एक्लै जाने, लु दुःख पाऊ भनेर सायद सोचेर होला। अनि झन् साथी मलाई त एकदम इगोस्टिक हो कि फिगोस्टिक हो कि के हो, मलाई इङ्ग्लिस पनि आउँदैन होइन, त्यस्तो भयो नि त। पुगेरै पुग्छु त्यो ठाउँमा, जसरी भए पुगेरै छाडेर देखाउँछु भन्ने भयो है। अस्तिको दिन आएको है, हिजो आउँ भनेको निन्द्राले जपजप हुन्छु, रेडी भएँ, आइन म अझै जान्छु भनेर सोचेँ। के को हतार हो, भोलि जान्छु भनेर हिजो चाहिँ सुतेँ। अनि आज मेरो मनले मानेन है। अनि म जसरी भए पनि पुगेर काफल टिपेर यो ठाउँ पुगेँ भनेर देखाउँछु भनेर यस्तो इगोहट भएर म आएको के साथी हो। आजको मेरो यात्रा उकालो ओह्रालो र घुमाउरो बाटोहरू चितल्दै यो हावा र हुस्सुहरू कुहिरोहरूसँगै रमाउँदै अनि प्रकृतिसँगै रमाउँदै मेरो काफल टिप्ने सपनाहरू पुरा गरेर एकदमै मनबाटै आत्मसन्तुष्टि भएर अब म फेरि मेरो घर फर्कने गन्तव्यतिर लाग्न लागेको छु। थाहा पाएँ है मैले। यहाँ हेर्नुहोस् त, यस्तो धेरै गलियो, भोक पनि लागेर होला, काम नथाले, भात नखाएको निकै दिन भयो डाइटिङ प्रोसेसमा। अनि त्यसपछि टाइम पनि यताउता हुन्छ, यस्तै उस्तै हुन्छ। अनि तिर्खा लागेर सादा पानी ल्याइएन। म त यतिखेर यस्तो चिसोमा डम्मै सुत्नु पाएँ त म त यस्तो सुतेँ। निन्द्रा, भोक, तिर्खा सबैले मलाई अत्यायो। अब के गरौँ होला। आजको मेरो यात्राभरि हिँडिरहँदा बाटोमा भेटिएका राम्रा बोटबिरुवा, फलहरू, फुलहरू अनि बाटाहरू सबै मेरो मन र मस्तिष्क अनि मेरो क्यामेरामा खिच्दै बाटाभरि हिँडिरहे। अनि आजको यात्रामा बाटोभरि ती हरिया बोटबिरुवाहरूलाई हावाले हल्लाइरहेको देख्दा
त्यो दृश्यले मनै लोभ्याइरहेको थियो। त्यो माथि डाँडाको चिसो हावालाई छोड्न मन नलाग्दै पनि घर फर्किनु पर्ने थियो। त्यसैले म ओह्रालो अब घरतिर लाग्न थाले। साथीहरू यो टाकी है, टाकी भनेको थाहा छ कि छैन? को गाउँमा जन्मिनु भएको उहाँहरूलाई थाहा हुन्छ। अनि गाउँमा नजन्मिनु भए पनि आमा बाबा बाजे बजूसँग बस्नुभयो भने थाहा हुन्छ यो टाकी भनेर। पोहोर लास्ट टाइम आउँदाखेरि पनि म, मेरो दिदी अनि मुना दिदी टिपेको थियौँ। यो चाहिँ एक तरिकाले भेजिटेबल हो क्या साथीहरू, दालमा मिसाएर मिक्स गरेर खानुपर्छ, कस्तो मिठो हुन्छ। त्यही भएर अब पहिला बजूले पकाउनु भएको हामीले पनि खाएको। त्यही भएर अब जस्तो आफ्नो प्यारेन्ट्सहरूको अलिअलि त फलो गर्नुपर्छ नि त। त्यही भएर यो म फेरि टिप्दैछु यहाँ। हेर्नु साथीहरू, यो टाकी टिपौँ भनेको अलरेडी कसले टिपेछ? नेपालीलाई खाना त कसले सिकाउँछ र है? यो पक्का पनि चाइनिजले होइन, नेपालीले नै हो। नेपालीलाई खाना जति आउने त केही होइन, सबै टिपी सकेको रहेछ। त्यो एकदम मुना चाहिँ सबै भाँचेर लगेको रहेछ। हेर्नुहोस् न, म एक्लो यात्री यानि कि मेरो एकल यात्रा आज यहीँ बिट मार्ने अनुमति माग्दछु। नमस्ते।